ओहो दाइ परिवर्तन एक्लै हेरेर जानुभएछ त हजुर तिमी थिएनौ अनि कहाँ म आज लागेको फिल्म हेर्नु जाउँ भनेर तिमीलाई खोजेको तिमी लागेको छौ भोजपुर दाइ खालबारी गर्दै डान्स प्रोग्राम थियो होला नि हो दाजु अनि कस्तो छ दाजु चलचित्र के छ अब यो परिवर्तन भनेको चाहिँ अब अहिलेको फिल्म एक्सन जनराको फिल्म हो होइन अब स्टोरी लाइन चाहिँ कस्तो छ भने एउटा केटी हुन्छ होइन के अरे मेन यो अलिक फिमेल ओरिएन्टेड मुभी बनाउनु खोजेको हो खास यो स्टोरी चाहिँ रक्षा भन्ने एउटा इन्सपेक्टर हुन्छ अनि यो चाहिँ अहिले इन्सपेक्टर हुन्छ अनि यो तिम्रो भन न यो अलिक गुन्डागर्दी राजनीति दबाब हुँदा पनि उसले चाहिँ एकदम क्लियरली होइन उसले त्यो सामना गर्दै होइन अब एकदम उसले त्यो कानुनलाई चाहिँ न्याय व्यवस्थालाई चाहिँ एकदम को लागि लडेको केटी हुन्छ यो अनि उसले यतिसम्म लड्छ कि उसको दाइले पहिला उसले गलत काम गरेको हुन्छ उसले दाइलाई पनि इन्काउन्टर गरेर मार्छ क्या त्यो त्यति कानुनसँग वफादार भएर उसले लाई लडेको हुन्छ त्यही बिचमा अब कथाहरू हिरो भेट्छ होइन अरू कथा भेट्छ या अरू पात्रहरू भेट्छ त्यो राजनीतिक प्रेसर हुँदाहुँदै अनि उसलाई पछि त्यो भनौँ न एउटा इन्सपेक्टर स्वयं आफू पनि सस्पेक्ट हुन्छ क्या त्यो अनि उसले हरेक चुनौतीको सामना गरेको छ फिल्ममा त्यो विषयवस्तुबाट फिल्म यिनीहरूले बनाउनु खोजेको हो अब एक्सन जनरा हो एक्सन पनि भरपुर छ तर समस्या के भने फिल्म यो फिमेल ओरिएन्टेड मुभी हो जस्तो रेखा थापा एकताका आएको थियो नि हिरो भएर खेल्छ नि अब यो फिल्म पनि त्यो टाइपको फिल्म हो यो तर समस्या के भयो भने मेकर्सहरूले चाहिँ के गर्दै भने चाहिँ हिरोनी अथवा हाम्रो प्रोटागनिस्ट त्यो फिमेल हुँदै पनि मेल सुशील छेत्रीलाई चाहिँ अलिकति बुस्टिङ गर्नु खोजेको छ क्या त्यो अनि त्यो भएर अडियन्स हलमा हुँदा म के कन्फ्युज भइरहेको छ नि यो कसो कथा कसको हो को चाहिँ हो यसको प्रोटागनिस्ट कसो कथा भन्दैछ तर यो फिल्म राइटरले डाइरेक्टर अथवा फिल्म मेकरले कथा हामीले परिवर्तन कसको परिवर्तन सुनाउनु खोज्दैछ भन्ने मैले हेर्नु खोजेँ तर फिल्मभरिमा चाहिँ सुशील छेत्री पनि देखिन्छ क्या त्यहाँ पारस हुन्छ ऊ होइन ऊ चाहिँ अब धनाढ्यको मतलब बुवा हुन्छ पछि आमा व्यापारीको छोरा फाइटर एकदम हुन्छ अनि त्यो गुन्डा तलाउने परिवर्तन हो भन्ने अनि त्यो डायलगहरू पनि खालि अब हामी परिवर्तन चाहन्छौँ अब हामी परिवर्तन चाहन्छौँ त्यो पुरानो अब फर्मेटमा छ क्या फिल्म त्यो हामी पुरानो फिल्ममा सत्य पे सत्ता अथवा भनौँ न कसम पैदा गर्नेवाले कि भन्ने त्यो त्यतिखेर त्यो डायलग आउँछ नि होइन अथवा कुनै पनि फिल्मको डायलगहरू त्यो फिल्मको नाम भनिरहन्छ नि हो त्यस्तै गरेर यो अब हामी परिवर्तन चाहन्छौँ भन्छ अनि फिल्मको स्टार्टिङमा त्यो कस्तो छ भने यो बलिदान जस्तो क्या यो हिरोले एक्सन गरेर बनाउँछ त्यो के मतलब ध्यान हुन्छ भने हामीलाई कथा भाँडमै खायो कथा चाहिएन कि यिनीहरूलाई पहिला कस्तो फिल्म मन थियो भने अति सुविधा बस्नेको इन्टरभ्यू हेर्दाखेरि राजेश सम्बल खाली हुनु पऱ्यो क्या राजेश सम्बल खाली भयो भने स्क्रिप्ट पनि चाहिँदैन क्या राजेश सम्बल राखेर टाउको राजेश सम्बल भएपछि चाहिँ अब फिल्म सुटिङ हुन थाल्थ्यो अरे क्या त्यहाँ अब स्टोरी पनि चाहिएन क्या अनि गऱ्यो अब राजेश सम्बल आयो हान्यो गुन्डा दुईजना गुन्डा गुन्डो के गर्यो नाच्यो अनि भन्यो अनि चल्ने क्या फिल्म अब त्यो टाइममा मान्छेहरूले हेरे अब अहिले पनि त्यही खालको क्या त्यो अस्ति बलिदान पनि त्यस्तै बनाएको त एक्सन हालेपछि जेमेस्टिक हाल्यो जेमेस्टिक राउन्ड फ्लाइङ किक हाल्ने बित्तिकै फिल्म चल्छ भन्ने कतिसम्म टोपा सम्झ्ने अडियन्सलाई क्या यो अडियन्सहरू नेपाली दर्शक चाहिँ टोपाइ हो क्या अब त्यस्तो त हामीले अब टोनी जाँदाखेरि इङ्ग्लिस फिल्म त्यो त अहिले 50 वर्षदेखि हेरिरहेको फिल्म हो नि त जेटली सेटलीका जेकी एक्सन त्यस्ता उफ्रेका टोरी हामफालेका कति हेरेका नि होइन अब अहिले पनि आएर चाहिँ एक्सन भन्ने बित्तिकै त्यो राउन्ड किक हान्ने टर्निङ हान्ने चालन हाल्ने त्यो थाहा छ त मान्छेलाई डोरीले बाँधेर उडाएको यस्तो गरेको भनेर अनि त्यो एक्सन जनरा देखाउँदै जाँदाखेरि स्टोरी भन्न चाहिँ बिर्सिन्छ क्या उनीहरूले कसैले भन्दैन उनीहरूले होइन अनि त्यो भएर यो फिल्ममा पनि एक्सन गरेको छ भरपुर होइन अब मान्छेले एक्सन मात्रै हेर्नु भयो त अब WWF हेर्दा भइहाल्यो अब गेमहरू हेर्दा भइहाल्छ कस्तो हान्छ लाइभ गेमै हेर्नु पाइन्छ त्यो हिरोको कम्पो किन हेर्नु पऱ्यो उफ्रेको किन हेर्नु पऱ्यो होइन अनि यिनीहरूले स्टोरी चाहिँ कथा चाहिँ ओझेला भएको क्या आफ्नो कथा होइन अनि त्यो कथालाई नै न्याय गरेन भनेपछि फिल्ममा त सिनेमामा त कथा हेर्ने हो नि त होइन त्यसको क्रिएसन हेर्नु कथाले कता लाँदैछ त्यसको जर्नी कसरी चलिरहेछ हिरोनी कहाँ गइरहेछ कथाले कहाँ लाँदैछ उसलाई उसको कसरी ग्राफ चलिरहेछ त्यो चिजहरू हेर्ने हो नि त अनि अब आउँछ हिरो पारस भन्छ होइन अनि ड्याङडुङ फाइट हान्छ गुन्डालाई हुन्छ कुट्छ अब त्यो गुन्डा अब त्यो बेला भने नि ओपनिङ सर्टमै त्यो गाउँमा त्यो बन्दुक डुङ 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 गोली हालेर गाउँको मान्छेमै मार्छ एउटा कालीचोर भन्ने गुन्डा इन्डियाको मान्छे हुन्छ त्यो रहेछ बोर्डरमा नि गएर खम्बा त्यो जङ्गे पिलर उचालेर खप्पर उठाउनु राख्छ त्यो भारत सरकारबाट त्यो परिचालित हो कि
त्यो अथवा उसले त्यो ठाउँमा त्यो गाँजा खेती गर्नलाई हो कि अथवा के 2 नम्बर कार्य गर्नु धन्दा गर्नलाई त्यो ठाउँ उसले कब्जा गर्नु खोजेको हो कि के को लागि त्यसले गर्दैछ क्या म नबुझेँ क्या मैले कालीचरणले किन त्यो जग्गा त्यो भूमि चाहिँ कब्जा गर्दैछ कि राज्यले पठाएको हो कि उसलाई होइन त्यो त्यस्तो नभन्ने क्या त्यो फिल्ममा त्यो देख्नु पऱ्यो नि त त्यो छैन क्या अलिक लाउड फिल्म ग्रान्जर देखाउनलाई क्या मान्छे मारेको छ मारेको मार्यो अनि हाम्रो के अरे पूर्वको हाम्रो दाइ हुन्छ नि सुभाष मेचे उहाँले पनि रोल राम्रो गर्नुभएको छ अभिनय राम्रो गर्नुभएको छ अब आउँछ सुरुमा फाइट पर्न आँट्छ त्यो सिनियर बढिरहन्छ लास्टमा त्यत्रो त्यसलाई उठ्छ त्यत्रो गुन्डालाई उठ्छ हिरोले मलाई माफ गरिदिए अब म परिवर्तन हुन्छु म चाहिँ गुन्डा गर्दै त्यो छिटो कन्भिन्स भइहाल्छ क्या 2 बक्सिङ हालेर लडाउने बित्तिकै 2-4 फाइट हाल्ने बित्तिकै किन त्यो फिल्मको चेन्जेस कहाँ भयो त किन अथवा चाहिँ त्यो उसको मिसबिलिभ होला नि त त्यो म त यो गुन्डागर्दी गरेर खान्छु भन्ने होइन त्यो सुभाष मेचेलाई नामै मेचे हुन्छ अनि त्यसलाई चाहिँ पछि उसको ब्याक स्टोरीमा चाहिँ फ्यामिली प्रब्लम होला अथवा उसलाई चाहिँ राजनीतिक प्रेसर आएर उसको बहिनीलाई नराम्रो गर्यो होला उसको परिवारलाई नराम्रो गर्यो होला होइन म त गलत बाटोमा रहेछु यो पारसले भनेको कुरा ठिक हो पारसँग फाइट पर्दा होइन म चेन्ज हुन्छु भनेर उसको म्यान्डरको हो त क्या कसले उसलाई चेन्ज गराउँछ त अवस्थाले त गराउनु पऱ्यो नि त हिरोले 8-10 फाइट हाल्ने बित्तिकै म आफूदेखि म मान्छे भन्छु गुड बोय हुन्छु भनेर भन्छ क्या अनि त्यो जबरजस्ती परिवर्तन हुन चाहन्छु म परिवर्तन हुन्छु भन्छ अनि त्यो बच्चाले लेखेको जस्तो कथाहरू छ क्या अनि हिरो आउँछ हिरो पनि अब त्यो फेरि कस्तो भने के हाँस उठ्छ सबै सिनहरू भने एउटा त्यो अनि त्यो केटी जो मेन प्रोटागनिस्ट छ नि त्यसको क्यारेक्टर सेटअप राम्रो गरेको छ क्या अब यो त एकदम पत्रकारले इन्टरभ्यू लिइरहेछ तपाईँ त बाहिर त्यस्तो रिसाउनुहुन्छ भित्र त के अरे तपाईँको कस्टडीमा त मान्छेलाई कुट्नुहुन्छ होला भन्छ त्यो केटीले काहीँ पनि त्यो कसैलाई कुटेको छराएको छैन क्या डराएर बस्छ क्या केटी त्यो आफै त्यो क्या त्यो स्क्रिप्टै उसले राम्रो पढाइछ नि जस्तो लाग्छ मलाई त्यो केटीले के बनाइलिने क्या अन्त मेरो क्यारेक्टर के हो भन्ने थाहा छैन तर फिल्ममा चाहिँ केटी यस्तो चिज हो ऊ चाहिँ रिसा होइन त्यो एकदम यो कानुन तोड्नेलाई चाहिँ उसले कुट्ने हो होइन यस्तो गर्यो तर मलाई प्रेसर आउँछ माथि राजनीतिक प्रेसर आएर म चाहिँ लाचार भएको देखाउनु पऱ्यो नि त जो त्यो देखिँदैन क्या सुटै भएन त्यहाँ सायद स्क्रिप्ट राम्रो पढेन कि त्यो राइटरले गराउनु सकेन कि अथवा त्यो हुन्छ नि त त्यो समस्या क्या हाम्रो नेपाली फिल्ममा प्रायः जस्तोमा अनि हिरोले आएर त्यो गुन्डालाई त्यो कस्टडीमा राखेको गुन्डालाई पनि कुट भन्दाखेरि मानव अधिकार आएर यस्तो गर्छ भन्छ के भन्छ होइन अनि दिनदाडा गोली हालेको थियो ड्याम मन्त्रीको छोरोले सबले देख्छ नि त अब त्यहाँ कस्तो खालको कानुन क्या नेपालको कानुन कस्तो देखाउनु खोजेको कि त्यो त पत्रकारले लिँदा लिँदै गोली ड्याङमा ठोकेर सबै गरी गोली ठोकेर माथि बसिरहेछ अब गवाई चाहियो नि त गवाई अब गवाई उसको त्यो पत्रकार बुढीले मेरो बुढालाई मारेको उजुरी फिर्ता लिइ भन्छ होइन अरू त्यत्रो लाइन खिचिरहेको छ नि सब कानुन छ नि देशमा अनि त्यस्तो चिपहरू ल्याउँछ त्यो गुन्डालाई पनि म कबल दिनमा चाहिँ हिरोले कुटेर ड्याममा ल्याएछ अनि मात्रै हिरोले कुटेर यो ल्याएपछि अनि केटीको रिस फेर्छ होइन त्यो के देखाएको क्या त्यो के परिवर्तन चाहेको भने देखाएको छैन होइन उसले यो देशमा समाजमा यो नेताहरू मैले भने त नेताले गरेको जुन गरिरहेछ होइन देशलाई विखण्डन गरिरहेछ देश बेचिरहेछ होइन त्यो गर्नु खोजेको देखाउनु खोजेको हो कि के हो त्यो कहीँ रिलेटेड छैन खालि एउटा गुन्डा जो चाहिँ टेन्डर को लिन्छ ठेका पत्ता लिन्छ त्यसको बिचमा छ त्यहाँ छ त्यो क्लियरली छैन क्या त्यो अनि एकदम सतै छ कथाहरू पनि एकदम त्यो बच्चाले लेखेको कथाहरू छ कसले लेखेको जान्दिनँ म अनि त्यो अब यता फेरि त्यो नेताकोलाई पछि त्यो खेदाउँछ क्या भनौँ परिवर्तनले आन्दोलन गरेर के गरेर मान्छेले हिरोले कुटेर फाइट पर्छ अब स्टन्टबाजी देखाउँछ होइन अघि भने नि मैले हाम्रो कुरो के भने फसाउँछ क्या त्यो डिएसपी भएर त्यो केटाको आमा पारसको आमा हाम्रो करिश्मा मानन्द दिदीले गर्नुभएको छ है दिदीले अनि ठुलो बिजनेस टाइकन सुरुदेखि ठुलो भइहाल्छ खतरा होइन म 2 मिनटमा खाइलिएको त्यो गुन्डा गर्दै मेरो टेन्डर इलाकाबाट हट्ने भने 2 मिनट साफ हुन्छ भनेर उसको पुरै त्यो बिल्डअप बढी छ क्या उसको अनि त्यत्रो हुन्छ अनि हिरोलाई पक्रिन्छ पुलिसले उसले वकिल लिएर अघि आउँछ तर त्यो महिलालाई त्यत्रो बिजनेस टाइकनलाई चाहिँ अदालतले पक्रि जेलमा चलाउनु भएपछि उसको एउटा वकिल आउँदैन क्या लड्न कोही हुँदैन क्या हिरो पनि पुरा बस्ने कस्तो लाचा देखाउने क्या बिजनेसम्यान पो उसँग त मान्छे हजारौँ हुन्छ नि त पैसा छ उसले हजारौँ वकिल लडाउँछ होला होइन हिरो फाइल पल्टाउँछ के हेरेको कुनै अब उसले फाइल पल्टाउँछ कति त्यो हाम्रो अर्को हलदार हुन्छ यो के अरे बुद्धिले आएर फुले खिच्ने त्यो यस्तो भनेर अनि सौद प्रमाण भन्छ अनि त्यो अध्ययनै छ क्या त्यो अब अदालतमा त्यो सौद प्रमाण देखाउँछ अनि त्यो सौद प्रमाण त
अदालतले जब्त गरेर राख्छ नि त त्यसलाई फरेन्सिक ल्याब टेस्ट हुन्छ होला यो साँच्चै हो कि भिडियो होइन अनि त्यही हेरेको भरमा त्यो छोडिदिन्छ ल उयो त बाइजत भयो भन्छ होइन अनि त्यो फेरि मोबाइल फिर्ता दिन्छ अब के गरेको क्या त्यो त्यो समग्र फिल्ममा कुनै परिवर्तन छैन गर्नु त्यो बोलेर गरेको छ क्या कस्तो छ भने त्यो फिल्ममा त्यो बलिदानमा जस्तो क्या जे हुन्छ फाइट देखाउनु पऱ्यो जेमेसी हाल्नु पऱ्यो अनि त्यो एउटा फाइट हुन्छ लास्टमा फाइट हुन्छ मतलब प्रि क्लाइमेक्स भनेको क्लाइमेक्स फाइट भनेको प्रि क्लाइमेक्स रहेछ अनि त्यहाँबाट नेतालाई कुट्छ मार्छ कसैले फाइट अनि फ्ल्यासब्याक सिन बढी फ्ल्यासब्याक सिन होइन त्यो त्यो कन्भिन्सिङ गरिरहेको छ हामीलाई एकदम स्लो फिल्म होइन अनि त्यो फेरि एक्सन मुभी प्रायः त्यो त हाई स्पिडमा खिच्छ नि बढी स्लो मोसनमा आउने ड्याङ गर्ने रोलिङ गर्ने त्यस्तो चिजहरू अनि 2 घन्टा फिल्म त्यो त्यतिकै भरेको छ फिल्म अनि त्यो कथा चाहिँ कहीँ बढ्दैन त्यहीँ घुमिरहेको कथा चाहिँ अनि अनि त्यो करिश्मा पनि त्यो बोल्दाखेरि यति बोल्नु त मलाई त्यो प्रायः क्या शब्दहरू हरेक शब्दहरू एकदम क्लियर क्या क्यारेक्टर स्वागत छ क्या होइन म यस्तो भन्दैछु कि तिमीहरू यस्तो टाइपको क्या त्यस्तो गरेछ त्यो अनि त्यो एउटा नेचर हुन्छ नि त जस्तो एउटा बिजनेस टाइकन भएपछि उसमा कति एरोगेन्स हुन्छ होला होइन उसमा कति इगो आउँछ होला होइन उसले गइरहेको सुरुमा भन्छ नि त यो 2 मिनटमा खाली गर्नुहोस् भने मेरो आएर खाली गराउँछु भने उसको एउटा एरोगेन्स जस्तो हिन्दी फिल्ममा मैले हेरेर के अरे घर जमाइहरूमा त्यो के अरे हेमालिनीहरूले जुन एउटा बिजनेस टाइकनको एउटा एरोगेन्स भनौँ न त्यो त देखिन्छ होला नि त मलाई यस्तो छु नि म मान्छे यो सारा यो नेपाल किनिदिन्छु अथवा म यो सारा प्रशासन किन्छु होइन त्यस्तो होइन त्यस्तो त्यो चाहिन्छ नि त त्यो खै त्यो त्यो होइन नेपाली फिल्म हो यसो भइहाल्छ यस्तो गर्दा भइहाल्छ भनेर बनाएको हो कि के हो अनि एक्सनमा धेरै खर्च गरेछ मैले भने नि अहिले मलाई कस्तो अरे यो कस्तो फिल्म बन्यो भने केटाकेटी आए गुलेली खेलाए मटाइरहेको म्याच होइन गुलेली खेलाए पुरै गरे फाइट गरेको राम्रो त्यो फेरि त्यो श्री भन्ने फाइट गराएको फाइट एकदम राम्रो गरेको छ फाइटको त्यो कोरियोग्राफीहरू होइन फाइटको अनि कम्पोजिसन्सहरू एकदम राम्रो छ तर अब मधेस मुलुकसँग परेको त्यो प्रो फ्याक्ट्रीमा इन्डिया गएर फाइट गर्छ होइन फाइट हुँदैन त्यहाँ सबै नेपाली छ क्या चिनिन्छ त्यसले गर्दा त्यहाँ अलिकति मधेसी मुलुकको तराई बेल्टको मान्छे मधेसतिरको खेलाउनु पर्यो सबै नेपालीहरू होइन नेपाली देखिने क्या अनुहारहरू पनि त्यो होइन त्यो देखिने क्या त्यो चाहिँ अलिकति उदाहरण ल्याएर अलिकति जस्तो इन्डियन फिल्म साउथ फिल्महरू भनौँ न त्यो नर्थ साउथ अफ्रिकामा गर्दाखेरि त्यो हप्सी काँडेहरू पनि देखाउँछ नि त तिम्रो त जित्याएर आएको ठ्याक्क त्यो पैसा देखाउँछ नि त त्यहाँको लोकलिटी देखाउँछ नि त अब यो सिमानामा आउँछ मार्नु सबै नेपाली अनुहार क्या नेपाली अनुहार आउँछ क्या मुसकेर इन्डियाबाट आउने चाहिँ सबै नेपाली छ सबै नेपाली चिनिन्छ नेपालको नाक नक्सा सिक्किमतिर नेपाली बोलाइ अलिकति भनौँ न त्यो अलिकति देखाउँदाखेरि अलिकति होइन अलिक तराई समग्रमा दाजु फिल्ममा कुनै छाँटकाट यो फिल्म पनि राम्रो बनेन सिनेमा राम्रो बनेन एक्सन छ अब एक्सन मलाई लाग्छ नेपाली दर्शकले हेरिसक्नु एक्सन फिल्म सायद यस्तो किनभने मन पराउँदैन किन हेर्ने अडियन्सको अब यो टार्गेट को भन्दाखेरि यो मलाई लाग्छ अब यङ्स्टरले यस्तो फिल्म हेर्दैन अहिलेको टाइम भनेको उसले भने नि एनिमी मुभी हेर्ने टाइम हो यङ्स्टर अहिलेको जेन्जिजहरूले होइन आदिहरूले त एनिमी मुभी मात्रै हेर्छ होइन अब आदिहरूले अब वर्ल्ड सिनेमा हेर्छन् होइन नेपाली फिल्म हेर्दैन नि त होइन अनि हेर्ने भनेको को भन्दाखेरि काकी माइजू मामाले हेर्ने हो अब उनीहरूले हेर्ने हो सोसल ड्रामा हेर्ने हो होइन सीमितले एक्सन हेर्छन् एक्सन हेर्छ होइन अब त्यो पनि कस्तोले हेर्छन् भने म हेर्दिनँ एक्सन मुभी हेर्छु एक्सन मुभी तर कसको एक्सन मुभी हेर्छु अब हामी 30 वर्ष अगाडि 40 वर्ष अगाडि देखिँदै हेरेको एक्सन हेरिसकेको होइन अब टोटी जाएको एक्सन हेरिरहेको छौँ हामीले होइन अब हामी त 40 वर्षदेखि त्यो भ्यान्डम हेर्दा बुढो भइसक्यौँ अब त्यो छ अब अहिले त्यो अब कम्फोको रातेहरू होइन त्यो पनि 20 वर्ष अगाडि हेरिन्थ्यो होला क्या त्यो फिल्महरू कम्फोको राते टोटी जाँडा उडेर हालेको होइन के अरे मुथाई कम्फो होइन मुथाईहरू अब त्यस्तो अब हामी चाहिँ हेर्छौँ अहिले ठ्याक्कै त्यस्तो एक्सनहरू मन पर्दैन क्या अब सुरुमा निस्किनुप्रति आयो हान्थ्यो राम्रो लाग्थ्यो अब अब त ड्याङ गोलीले हाने बन्दुक छ अब बन्दुक फ्यालेर अब हातले तरले फ्यालेर त्यो
होइन त्यो कस्तो फर्नी छ नि हामीसँग त लडाइँ पत्र ढुङ्गाले हाल्छौँ जे छ त्यो हाल्छौँ नि अब फिल्ममा हिरो के भन्छ हाम्रो ढुङ्गा छ कुकुर छ फाल्छ क्या हतियार चिपालेर हात त्यो कति अब लेन्दी लाग्छ त्यो कति लेन्दी लाग्छ फिल्म होइन हतियारभन्दा ह्यान्ड्समा पावर हुन्छ अनि फेरि त्यो भनौँ न त्यो अब ज्यान अब आर्मरहरू होइन अब उयोहरूको फिल्महरू यसमा हामी एक्सन त्यो हप्सी के नाम आयो त्यसमा ठेकाएर अहिले आएन होइन या ज्यान छ बाख्रा पनि त्यो कमरेको बाख्रा पनि त्यो देखाउँदै लाग्छ होइन त्यो हल टाइपले हाल्दाखेरि देख्छ नि त होइन त्यो हलले हाल्दा खै देख्छ त होइन शनिदेवले गर्दा देख्छ नि त छ होइन अब त्यो कि त्यो ह्यान्ड पावर है भन्नु होइन त्यो खै मजा नआउने क्या खै के हो अनि जस स्टोरी एउटा थियो होइन त्यो स्टोरीलाई सुशील छेत्रीलाई चाहिँ बढी बोल्ड नगरिकन त्यो अन्जना बराइली त्यसलाई अलिकति मिहिनेत गरेर त्यसको क्यारेक्टर राम्रो सेटअप गरिदिएर क्यारेक्टर सेटअप गर्दैछ तर त्यो आर्टिस्ट चुक्यो क्या त्यो फिल्ममा आर्टिस्ट नचुक्यो किन त्यसमा वर्क गरेर त्यो फिल्म बनाएको भए के छ त्यो अर्को रेखा थापा भन्छ नि एक्सन टाइगर एक्सन गरेको छ केटीले पनि एक्सन हानेछ गरेछ राम्रो गरेको छ त्यो अर्को एक्सन एक्सन स्टार जनाउन सक्थ्यो होला अथवा अर्को एक्सन को टाइगरको लेडी एक्सन टाइगरको ट्याग लाग्थ्यो होला क्या त्यो गर्ने ठाउँ थियो तर किन त्यसो गरिदियो होइन त्यो अलिक अन्याय पनि भयो के जान्दैन त्यो उनीहरू आफ्नो मेकिङको कुरा हो होइन कसरी कुन प्रोसेसबाट मेकिङ गर्यो अनि तर अनावश्यक स्टोरी एउटा छ त्यो अर्को हिरोलाई चाहिँ गर्नु खोज्यो अनि उनीहरूको लभ स्टोरीहरू पनि त्यो कस्तो बढी फ्ल्यासब्याक एकदम त्यो फ्ल्यासब्याकबाट तान्नु यति गाह्रो हुन्छ नि त्यो बढी फ्ल्यासब्याक गरेर एकदम फेरि स्लो फ्ल्यासब्याक पुरै भनिरहेछ अडियन्सले बुझिसकेको कन्भिन्सिङ बढी गरिरहेछ क्या अनि 2 घन्टामा अब यस्तो एक्सन मुभी अनि त हाई स्पिड हुन्छ अनि त्यसमा फेरि कता गाना बज्छ अनि त्यो एकदम टाइमै छोटो भयो होइन कि 3 घन्टा फिल्म बनाउनु पर्थ्यो अनि स्लो छ टाइम एकदम फिल्मको टाइमको स्लो छ होइन त्यो मलाई चाहिँ यो फिल्म पनि अलिकति राम्रो बनेको जस्तो लाग्यो तर यो पनि त्यो बलिदान टाइपले बन्यो त्यो अलिकति एक्सन अलिकति राम्रो गरेछ अलिकति कथा भन्नु खोजेको जस्तो छ तर उस्तै बन्यो यो फिल्म उस्तै छ त्यो अझै नेपालीले अझै एक्सन फिल्म बनाउने अझै राम्रो त्यो भनौँ न राइटर पनि छैन अनि अझ राम्रो डिरेक्टर पनि छैन क्या मेन त राइटर हो होइन त्यो फाइट राइटर राम्रो छ टेक्निकली फेरि नेपालमा के छ भने प्राविधिक पक्ष एकदम राम्रो छ नेपालीहरूको बाहिर पढेर आएको छन् होइन क्यामेराहरू वर्क्स राम्रो गरेको छ इक्विपमेन्ट्सहरू अब एरीले खिच्छ आइमेक्सले खिच्दैन एरीले खिच्छ रेडभन्दा माथि खिच्छ प्रविधिहरू छ प्राविधिकहरू पनि छ तर मेन समस्या मैले देखेको स्टोरी राइटिङको समस्या छ क्या हाम्रो स्टोरी पनि छ हामीसँग स्टोरी अथाह छ स्टोरी स्क्रिन प्ले एकदम समस्या देखिरहेको छु अनि डाइरेक्सन अलिकति चिप्लाइन्छ क्या फिल्म किन चिप्लाउँछ कसरी चिप्लाउँछ थाहा छैन अनि आर्टिस्टले पनि प्ले गर्छ किनभने हामी कतिवटा हेर्छौँ नि नेपालको आर्टिस्टहरू जस्तो शिवशेर दाई पाकिस्तान जाँदाखेरि त्यो होइन सुनिल थापा अनि धेरै अब हाम्रो नेपालको स्टारहरू पनि हलिउड मुभीहरू गरेका छन् क्या त्यो आर्टिस्ट चाहिँ त्यहाँ जाँदाखेरि चाहिँ होइन जस्तो मनिषा कोइरालाले पहिला होइन त्यो फेरि भेटौँला खेलेर उहाँ के अरे सौदागर खेल्दाखेरि कुन लेभलमा पुग्यो क्या आर्टिस्ट पनि राम्रो छ तर आर्टिस्टलाई कसरी चलाउने त्यो ज्ञान नभएर हो कि हामीमा होइन हामी फिल्म मेकरहरूमा त्यो समस्या हो कि जस्तो लाग्छ मलाई अनि अब सुशील छेत्री पनि त्यो जिउ एक्सन राम्रो छ उसको गरेको छ हार्डवर्क छ त्यो समीर भट्टराई पनि राम्रो छ त्यसलाई युज गर्ने डाइरेक्टरले कसरी चलाउने होइन त्यो अब अलिक आएन क्या डाइरेक्टरहरू फिल्म मेकर्सहरू चाहिँ होइन राइटर डाइरेक्टर चाहिँ अलिक कमजोरी देखेको छु नेपालमा होइन त्यसले गर्दाखेरि राम्रो आर्टिस्ट हुँदाहुँदै पनि फिल्म राम्रो बन्न सकिरहेको छ नेपालमा होइन अब यहाँ प्रोड्युसरको प्रब्लमले हो कि प्रोड्युसरले पे लिएर हुन्छ नि त चाँडो सिद्धान्त कुरा आउँछ होला अब उसको पनि आफ्नो डिमान्डहरू होला त्यसले गर्दा पनि होला त्यो के जान्दैन म के हो होइन इन्डस्ट्री चाहिँ अलिक बुझिरहेको छु मैले तर राम्रो ह्यान्ड्स हेर्दै छु क्या मैले बनाउने होइन अब यही मतलब नेपालको यो अहिलेको हिरो लगाएर तिमीले होइन यो के अरे विराट भट्ट समीर भट्टराई लग यो अनि यो हाम्रो हिरो के अरे सुशील छेत्री अथवा नेपालको कोही पनि हिरो प्रदीप खड्का यस्तो फ्राक एक्सन गर्छ यहाँ होइन अब यिनीहरूलाई धेरै टाढा लानै पर्दैन यहीँ यहाँ लगेर फिल्म खेलाउन त्यो लेभल अर्को हुन्छ क्या त्यो उनीहरूबाटै झन् स्टार देखिन्छ त्यो अर्कै लेभल बनाइहाल्छ क्या फिल्म त्यो अर्को त्यो होइन त्यो हुन्छ क्या त्यो किनभने हाम्रो चाहिँ डाइरेक्सन मेकर्सहरू कमजोरी देखिँदा मेकर्स भन्दा पनि प्राविधिक एकदम ठिक छ नेपालमा होइन प्राविधिकहरू सबै ठिक छ स्टोरी राइटिङ स्टोरी पनि एकदम राम्रो छ नेपालको स्टोरी भेराइटिजहरू छ स्टोरी तर स्टोरी स्क्रिन प्ले एकदम प्रब्लम होइन
अनि स्क्रिप्ट राइटिङ त्यो स्टोरी झुल छ अनि स्टोरी टेलिङ खतम भनौँ न त्यो भन्नु जान्दैनौँ अनि हामी स्टोरी टेलिङमा प्रब्लम छ हाम्रो क्या कथा कसरी भन्ने कथा छ हामीसँग यसलाई कसरी भन्ने स्टोरी टेलिङ प्रब्लम छ अनि डाइरेक्सन एकदम प्रब्लम छ हाम्रो नेपालको डाइरेक्टर के एक्सन र कट त्यो गर्ने होइन अनि एक्सन कट मात्रै भन्नु आउँछ नेपालीलाई क्या त्यो डाइरेक्टरले त्यति होइन नि त काम त त्यसलाई कसरी पलिसिङ गर्ने हो नि त अझै स्क्रिप्टलाई पलिस गर्नुपर्ने त्यो गर्नुपर्ने अब खै मलाई त्यस्तो लाग्छ आफ्नो हो त यो पनि राम्रो फिल्म बनेन तिमीले हेरेनौ एकदम राम्रो भयो होइन हेरेन दाजु म हेरेँ यो मलाई त्यो ठिक लाग्छ हेर्दा हुन्छ फेरि है होइन ममा परिवर्तनै आउँदैन के परिवर्तन हेर्नु दाजु अनि त्यसो अनि अब त्यही भयो हामीले त्यो फिल्महरू राम्रो बनोस् भन्ने इच्छा हो होइन अब फिल्म अलिकति प्रब्लम नै छ समस्या छ फिल्महरूमा अलिक राम्रो फिल्म आइदियो हुन्थ्यो भन्ने लागेको छ अब पछि आबाट आमा आउनु छ अनि अरू के आउँछ अर्को पनि छ फिल्म बिगुलहरू के अनि आमा अलिक राम्रो छ भन्ने कुरा आइरहेको छ हुन त पल सागको त उसमा भयो टिकट काटेर हेर्ने भन्दा उसको बाहिर चाहिँ युट्युबहरूमा बढी जान्छ उसको भ्युज होइन अनि अब पनि यसले चाहिँ कम ब्याक एउटा पललाई फेरि राम्रो गरोस् अब यति फिल्म नचलिरहँदाखेरि होइन त्यो मोहहरू पनि यत्रो खर्च गर्यो म राम्रो चलेन चलेन यो फिल्मले चाहिँ एउटा उसलाई एस्टाब्लिस गर्छ भन्ने लागेको छ अब हेरौँ अब आउँछ होला नि त अब हेरिन्छ गफ गरेर फेरि खोले गफ गरिहाल्छ